मैले यो स्वास्थ्यसँग सम्बन्धित कुराहरू जति हजुरहरूसँग साझा गरिराखेको छु, सेयर गरिराखेको छु, यी कुराहरू चाहिँ नितान्त मेरो जीवनमा भोगेर मैले त्यसलाई चाहिँ अवलम्बन गरेर मैले आफूलाई ठिक गरेपछि भनेको कुराहरू हो। आजको यो एक्सर्साइज पनि त्यस्तै नै हो। म मेरो पहिलो सेकेन्ड बेबी मेरो छोरीको पालामा म सुत्केरीमा मलाई तेल लगाउने दिदीले यो कुल्चिएर ढाडमा कुल्चिएर तेल लाउँदाखेरि हड्डी एकदमै मलाई पेन भयो। सायद त्यति बेला अब चर्क्योहरू के भयो होला, त्यो सुत्केरी शरीर होइन। अनि त्यति बेलादेखिको त्यो सुरु भएको त्यो हड्डी यो मेरो पछाडिको भाग मलाई बेला बेला पेन हुन्थ्यो। 2-4 महिनामा एकपटक मलाई असाध्यै गाह्रो हुन्थ्यो। तर त्यसलाई चेकअप गर्ने, डक्टरकोमा जाने भन्ने चाहिँ भएन। अनि त्यसपछिबाट त्यो कुरा हुन्थ्यो, 2-4 महिनामा हुन्थ्यो, त्यो आफै फेरि आराम गर्यो, अनि फेरि ठिक हुन्थ्यो। यस्तै गर्दै थिएँ। अनि पछि अलिअलि अलिकता मसँग समय पनि भयो, अलिअलि मसँग पैसा पनि हुन थाल्यो। मेरो छोराछोरीहरू, मेरो बाबु बाहिर गइसकेपछि अनि मलाई एकपटक के भयो भने म वासरुम बस्दाखेरि मलाई कता कता सेन्स त्यो भागमा चाहिँ अलि सेन्स नभए जस्तो लाग्यो। अनि मैले नानीहरूसँग भने, अनि चेक गराउनु गइस न मामु भनेर भने। अनि त्यहाँबाट म सिभिल हस्पिटल गएँ। मलाई सिभिल हस्पिटलमा चेक गराउँदा खासै चित्त चाहिँ बुझेन, त्यही पनि मेडिसिन किनेर फर्केँ। अनि पछि नानीले, बाबुले चाहिँ त्यहाँ डक्टर चक्रराज पाण्डेलाई गएर देखाइछु त मामा, हजुरलाई चित्त नबुझेको भए भने उनीहरूले एपोइन्टमेन्ट लिदिए। म गएँ डक्टर साहबकोमा। अनि मेरो चाहिँ उहाँले एकदम राम्रोसँग बुझाएर भन्नुभयो, तपाईँको यस्तो जोइन्टमा चाहिँ अलिकता हड्डी सरेको देखिन्छ, तर त्यसले केही चिन्ता गर्नु पर्दैन, तपाईँ हिँड्नुहोस्, तपाईँको वेट अलि लस गर्नुहोस् है, अनि त्यसपछिबाट यो एक्सर्साइज थेरापी सिकाइदिन्छ त्यहाँ गर्नुहोस् भन्नुभयो। म थेरापी सिकेँ, त्यसपछि घर आएँ। अनि त्यो बिचमा मैले यसो अरू कुराहरू पनि हेरेँ। अनि यो एक्सर्साइज अहिले गरिरहेको एक्सर्साइज पनि मलाई एकदमै राम्रो लाग्यो, यो पनि मैले एड गरेँ। त्यसको 1 वर्ष पछाडि म डक्टर साहबकोमा फेरि चेक गर्न जाँदाखेरि कुनै पनि समस्या छैन, ल एकदम ठिक भएछ भनेर भन्नुभयो। त्यो पछि म एकदमै खुसी भएँ। अनि मैले आज यो देखाएको एक्सर्साइज चाहिँ खासमा यदि हामीलाई ब्याक साइडमा जोइन्टमा पेन हुने, अझ हामी महिलाहरूलाई त असाध्यै होइन, त्यो बच्चा भइसकेको त हामीलाई त असाध्यै धेरै हुनसक्छ यो भएको सुन्छु म। अनि मैले चाहिँ हजुरको यस्तै एक्सर्साइजहरू गरेर यसलाई ठिक गरेको छु। अहिले चाहिँ मलाई कुनै पनि समस्या छैन। अनि अहिले म डेली चाहिँ गर्दिनँ यो, कहिलेकाहीँ हप्ता दिन, 10 दिन, 15 दिन होइन। अनि कहिलेकाहीँ यसो तल मर्निङ वाक गर्ने साथीहरूलाई पर्खिनु पऱ्यो भने चाहिँ म यही गरेर बस्छु कि तल बाटोमा यसो साथीहरू झर्न अलिकता कहिलेकाहीँ ढिलो गर्नुहुन्छ नि त। अनि त्यति बेला चाहिँ म यस्तै एक्सर्साइजहरू गरेर बसेको हुन्छु म छिटो भएँ भने चाहिँ। अनि उहाँ डक्टर साहबले चाहिँ मलाई सिकाइदिएको चाहिँ अर्कै थेरापी अर्कै छ, म सुतेर ओरेर गर्ने खालको। यो चाहिँ मैले एकजना चाइनिज डक्टर जस्तो लाग्छ, उहाँको चाहिँ मैले कतै युट्युबतिर हेरेर गर्न थालेको। असाध्यै राम्रो छ है हजुर, गर्दा हुन्छ हजुरहरूले पनि।